यो हो 1 वर्ष पहिला पुरानो कालोपत्री हेर्नुहोस्। यो वर्षै पछि यसै थपेर यति भालो लगभग 1.5 फिट होला। यो यहाँ मात्र होइन सबैतिर छ। अनि यो वर्षै पछि अनि कालोपत्री गइरहेको छ। यस्तो हो नि सरकार भनेको, मासु भातमा नबिग्ने, 3 लिटर पेट्रोलमा नबिग्ने, लुटपाट छैन, यहाँ विकास छ। हेर्नुहोस् यो गाडी पनि छ। बाँकी भिडियो अपलोड पछि गर्छु म। यस्तो भयो अहिले पिच। सरकार भनेको त यस्तो हुनुपर्छ कि भक काम चलिरहेको छ। यस्तो भए पो भोट दिन मन लाग्छ, खुसी हुन्छ, देशमा विकास भयो, रोजगारी मिल्छ, सबै हुनु पर्यो नि, काम हुनु पर्यो, बल्ल भोट दिन्छन् मान्छे।